तुझे मुझसे मिलाया है, तुझ पे मर के ही तो मुझे जीना आया है। ओ तेरे संग यारा खुश रंग बहारा, तू रात दीवानी मैं जर्द सितारा। ओ तेरे संग यारा खुश रंग बहारा। अलराइट गाइज, अलराइट, सबै कुरामा एक्सपोर्ट भएर हिँडिरहेको छु। त्यो कुराहरू यस्तो हुँदो रहेछ क्या, अब हुन्छ नि जुन बितेको पलहरूमा मेरो हुन्छ नि अब हरेक कुरामा मेरो बितेको कुरामा अब हुन्छ नि दाग लागेको जस्तो त्यो खालको फिलिङ्स छ। त्यो खालको टाइमहरू भएर जाँदाखेरि नि अब भोलिको दिनमा चाहिँ जति राम्रो आफूले राम्रो सोचेर हिँड्नुपर्छ भन्ने मेरो विश्वास र आफूमा लागेको कुरा हुन्छ नि, मलाई त्यस्तो लाग्छ। हिँडिरहेको छु, बवाल छ। सो एभ्रिवान, फेरि पनि म यहाँनिर चाहिँ अहिले चाहिँ बसिरहेको छु अनि यहाँको माहौल एकदम बवाल छ। अनि यहाँ वहाँ पर चाहिँ हाम्रो कसैको फोटोसुट। यता चाहिँ फेरि यो चाहिँ मध्य पोखरी हो भने तल चाहिँ अर्कै सानो पोखरी, यहाँ 3 स्टेपको पोखरी छ, त्यस्तो रहेछ। अनि यहाँको चाहिँ यस्तै छ। अनि टक्क लाएर यहाँ चाहिँ जति जस्तो छ राम्रो छ एकदम। ठाउँहरू यहाँको हरियाली सिनहरूले गर्दाखेरि मनलाई नै अलिकति हुन्छ नि फुरुक्क पारिहाल्ने त्यस्तै खालको यहाँको परिस्थितिहरू छ। सो एकदम बवाल लागिरहेको छ होइन यहाँको चाहिँ। सो एभ्रिवान यस्तै छ यहाँको हर कुराको फिल एकदम गरिरहेको छु यहाँ आनन्दले चाहिँ। दुःख होला मभन्दा अगाडि पछाडि सबजना दाजुभाइ आफ्नो साथीभाइ सबैजनाको दिल आज त्यो कुराले गर्दाखेरि प्रभाव लाग्दैन, किनकि मेरो मन दुखिएको छ भित्रदेखि। सो एभ्रिवान एकदम बवाल छ भ्यू छ यताको। अनि यस्तो बेलामा अब हुन्छ नि घाम पनि त्यस्तै छ अनि त्यही छ होइन। यहाँको चाहिँ के छ भन्दाखेरि यहाँको विशेष चाहिँ फ्री टाइममा आएर अब यसो घुम्ने हुन्छ नि, घरमा बस्दा अलिकति काम नहुनेहरूको लागि चाहिँ यहाँ फ्री टाइममा चाहिँ आएर घुम्ने खालको सिचुएसन खालको ठाउँ हो यो चाहिँ साथीहरू। सो यस्तै छ।